आज मास र पिँडालुका मसला बनाउँदैछु मैले। यो पिँडालु धोएर यत्तिको बनाएँ, 2 दिन भयो मैले यसलाई भिजाएको। अझै पखाल्छु र 5-7 पटक पखालेपछि यत्तिको सेतो गराएपछि बोक्राभरि फालेर अर्को मैले पुरै बोक्रा निकाल्न थालिनँ, यत्तिको गराए पनि हुन्छ। अनि सकेसम्म यसमा राख्दाखेरि पानी नराखिकन पिस्न सक्यो भने एकदम राम्रो यो बेटर बन्छ। बेटर यत्तिको हुनुपर्छ। हेर्नु मैले पानी नराखिकन पिसेको हो यो। ल मैले यत्तिको यो पिठो पिसिसकेँ। यसलाई अब एकछिन फाउँछु, यो अझै भएको छैन। फाएर पानीमा उत्रिपछि मात्रै बल्ल यसको पिँडालु मिसाउँछु यसमा। एक नासले यो पिठोलाई यसरी दाउन पर्छ। दाएर यो पिठो हलुङ्गेपछि मात्रै बल्ल हुन्छ है मस्यौरा बनाउन सजिलो। यत्तिको ब्याटर भइसकेपछि यहाँ पानीमा डुबाउने, यो डुबो भने भयो होइन, अझै यो माथि उत्रयो। माथि उत्रेपछि अब यो मस्यौरा बनाउनको लागि तयार भयो। ल यसमा मैले अब पिँडालु राख्दैछु। यसले कति खान्छ हेरेर मैले बनाए अनुसारको यसले सबै खाला जस्तो लाग्छ मलाई। धेरै राखेर मिठो होइन, यस्ता यति ठिकै हुन्छ। राम्रोसँग यसलाई मिचेर अब घाममा सुकाउनको लागि यो तयार हुन्छ। यो 3-4 दिन लाग्छ है राम्रोसँग सुक्नलाई। हजुरहरूलाई कत्रो साइज मनपर्छ त्यही अनुसार बनाउन सक्नुहुन्छ। मैले यत्तिको साइज बनाएँ। बिस्तारै बनाउँदै जाने। अनि यो तयार हुन्छ खानको लागि। एकदम स्वादिलो, यसमा चुपिलो रस हुन्छ।